हामीमध्ये धेरैजना व्यक्तिहरूलाई चाहिँ राति निदाउन चाहिँ एकदमै गाह्रो परिरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूको अर्को दिन पनि चाहिँ त्यसले गर्दाखेरि बर्बाद हुन सक्छ। सामान्य किसिमले चाहिँ हामीहरूले चाहिँ आफ्नो निन्द्राको क्वालिटीलाई चाहिँ कसरी बढाउन सक्छौँ भन्नेमा चाहिँ एक किसिमको नियम छ। यसलाई 10, 3, 2, 1 र 0 को नियम भन्दछ। जस्तो 10 भन्नाले चाहिँ के बुझिन्छ भने 10 घण्टा अगाडि चाहिँ त्यस्तो व्यक्ति जसलाई चाहिँ निन्द्रा राम्ररी परिरहेको छैन रेगुलरली, त्यस्तो व्यक्तिहरूले चाहिँ 10 घण्टा अगाडि चाहिँ क्याफिन भएको पेय पदार्थहरू जस्तो चिया, कफी, कोल्ड ड्रिङ्क्सहरूलाई चाहिँ उनीहरूले चाहिँ अभोइड गर्नुपर्छ। त्यस्तै अब 3 भन्नाले चाहिँ 3 घण्टा अगाडि चाहिँ उनीहरूले चाहिँ खाना र चाहिँ मादक पदार्थहरू चाहिँ सेवन गर्न हुँदैन। किनभने चाहिँ यो मादक पदार्थ सेवन गर्दाखेरि निन्द्रा त पर्छ तर गहिरो निन्द्रा पर्दैन। र त्यस्तै खाना पनि 3 घण्टा अगाडि खाएको छ भने पाचन प्रणालीले चाहिँ काम गरिरहेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ राम्ररी निन्द्रा पर्दैन। त्यस्तै 2 घण्टा अगाडि चाहिँ उसले चाहिँ आफ्नो स्ट्रेसफुल कामहरू जस्तो अफिसको कामहरू या चाहिँ पढ्ने कामहरू जसमा चाहिँ धेरै कन्सन्ट्रेसन लाग्छ त्यस्तो कामहरू गर्न हुँदैन। र चाहिँ 1 घण्टा अगाडि चाहिँ उसले चाहिँ मोबाइल चलाउनु हुँदैन। मोबाइलको ग्रिन लाइटले पनि चाहिँ उसलाई चाहिँ सुत्नमा चाहिँ अप्ठ्यारो पारिरहेको हुन्छ। त्यस्तै 0 भनेको चाहिँ अलार्म लगाएर ऊ सुत्छ भने चाहिँ बिहान उठ्दाखेरि चाहिँ अलार्म बज्दाखेरि चाहिँ एकैचोटिमा चाहिँ त्यो अलार्मलाई चाहिँ बन्द गरेर स्नुज 0 स्नुज नगरिकन उठ्न सक्यो भने चाहिँ यसले गर्दाखेरि चाहिँ उसको के हुन्छ भने एउटा निन्द्राको रुटिन बस्छ र चाहिँ उसलाई चाहिँ राम्ररी निन्द्रा पर्न सक्दछ। र यस्तो दिनचर्या चाहिँ रेगुलर गरिरह्यो भने चाहिँ जसलाई चाहिँ राम्ररी निन्द्रा पर्दैन त्यस्तो मानिसहरूलाई चाहिँ राम्ररी निन्द्रा बिस्तारै पर्न थाल्छ र चाहिँ उसको अगाडिको दिन पनि चाहिँ राम्ररी बित्छ। किनभने निन्द्रा राम्ररी पर्यो भने चाहिँ मानिसहरूको अर्को दिन चाहिँ रिफ्रेस भएर फ्रेस भएर ताजगी भएर चाहिँ उनीहरू उठेर उनीहरूले चाहिँ आफ्नो कामहरू चाहिँ राम्ररी चाहिँ कार्य सम्पादन गर्न सक्दछन्।